मतलब हजुरलाई कपाल मन पर्छ? मलाई त लामो कपाल त मन पर्दैन, जाको भए पनि। जस्तो दाढीहरू काखीमा छातीमा लगायत विभिन्न। तपाईँ जस्तो तपाईँलाई हेर्नलाई चाहिँ होइन स्टेज माथिबाट भन्दा नि स्टेज मुनिबाटै हेर्न रमाइलो हुँदो रहेछ। मैले आज यहाँ आएर चस्मा पनि लाउनु पर्छ, चस्मा सिधा हेरेको अरूले थाहा पाउँछ। अलिकति अत्तालिएँ म। भाइ थाहा भइसक्यो, भाइको अझै उद्घाटन भएर नि रहेछ। खत्तम, बाय बाय, टाटा, गुड बाय। यो ज्योति मगरले के भनेकी छ सुनेकै छौ साथी हो, म बोको भए तिमी पाथी हो। लौ जा। सर मासुमा तपाईँलाई मनपर्ने आइटम चाहिँ कुखुराको कि खसीको कि बुङ्गुरको? मान्छेको। मान्छेको मासु खाने त अहिलेसम्म कोही पनि देखाएको छैन नि मैले त। बुझ्नु मिलाएर। तपाईँ हरेक महोत्सवमा गइरहनुहुन्छ नि त होइन? हजुर। तपाईँलाई अर्गनाइजरहरूले निमन्त्रणा दिनुहुन्छ कि देख्ने बित्तिकै जाने हो भन्नुहुन्छ? निमन्त्रणा दिनुभन्दा अगाडि, जाने हो भन्नुभन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ। आफ्नो पार्टनरसँग बसेर एडल्ट फिल्म हेर्नु भएको? हेरिएन, साथीसित बसेर कलेज पढ्दा त हेरियो छ भन्नु पर्यो। पार्टनरसित बसेर किन फिल्म हेर्नु पर्यो? फिल्म खेल्ने पो हो त। जसले परिवारमा बसेर हेर्न सक्नुहुन्छ सबै बसेर हेर्ने, नसक्नेले एक्लै हेर्ने, त्यो पनि नसक्नेले बाथरुममा गएर हेर्ने, त्यो पनि नसक्नेले सिरकले छोपेर हेर्ने। जो त चाहिँ पछिल्लो समय युवाहरूसँग होइन बुढाहरूसँग पछि लाग्न थाल्नु पर्यो। वास्तविकता के हो जनता जान्न चाहन्छ। के भयो त बुढाको मन हुँदैन र? नयाँ बुढी चाहिँ घरमा हुन्छ होइन, बुढा बाहिरबाट आइरहेको हुन्छ, उसले बुढीले चाहिँ टावल मात्र लाएर गएर बुढाले यस्तो सरप्राइज दिएको, साथी पनि लिएर आएको हुन्छ। तपाईँसँग कुरा म कहाँबाट गरौँ? पैतालबाट गरौँ कि टाउको सम्बन्धको कुरा गर्दाखेरि होइन तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ? बिचबाट गर्दा चाहिँ फेर होला, बिचबाट गर्दा चाहिँ फेर होला। ए मतलब अरूले मलाई एकदमै सानो भिजन भएको चिम्से भन्थ्यो, त्यो कुरा ठिकै रहेछ, मेरो नजरै सानो रहेछ। त्यो भाइको नजर मात्र होइन, धेरै कुरा सानो जस्तो लाग्छ मलाई। हे नगरम भो सारीका कुरा, बाहिर सासु भित्र चाहिँ सासु। संसारमा सबभन्दा धेरै बोलिने झुट भनेको चाहिँ आराम हुनुहुन्छ नि। एकदम आरामै। हस्पिटलमा गएर बिरामीलाई सोध्नु भयो भने पनि भाइ कस्तो छ अहिले, ठिक छ दाइ भन्छ कि होइन। टु पिस लगाउनु तपाईँ मन पराउनुहुन्छ? चल्तीको क्या? हजुर, चल्तीको टु पिस भनेको चाहिँ बिकिनी त्यो लाउनुहुन्छ? लाएको छैन अहिलेसम्म। लगाइदिनुहोस् न। अब मोज मस्ती गर्न तपाईँ कहाँ कहाँ जानुहुन्छ? कुन कुन ठाउँ मन पराउनुहुन्छ? म त कहीँ पनि जान्छु। म अहिले भएको मलाई यही पनि मोज भइरहेछ अहिले। तपाईँलाई लाग्छ इन्टरभ्यू गरिरहेको भनेर म त तपाईँलाई हेरेर मोज गर्न आउँछु यहाँ। तपाईँको त्यो कन्सर्टहरू भएर लाइक एक्ज्याक्टली तपाईँलाई थाहा छ तिनीहरूलाई के चाहिएको छ, वाट दे त्यो इन्टरटेनमेन्ट के हो, अनि त्योलाई मजाले दिनुहुन्छ होइन त्यो हिसाबमा। अनि छाती फुलाएर हिँड्न सक्नुहुन्छ त्यो कुरामा, त्यो दामी हो क्या। छाती फुलाएर मिन्स केटाहरूले चाहिँ हो क्या छाती फुलाउने भन्ने कुरा। केटीहरूको त अलमोस्ट सबैको फुल्लेकै हुन्छ होइन। खत्तम, बाय बाय, टाटा, गुड बाय। आजभोलि हजुर के गर्नुहुँदैछ? गर्नुपर्ने चिजै सबै गर्दैछु। के गरेको सुन्न मन छ तिमीलाई? मलाई हजुरले के गरेको सुन्न मन छ भन्दा पनि हजुरले गरेको हेर्न चाहिँ मन छ होइन। मेरो खराब बानी छ, मेरो खराब। आजकल हजुरको काम त्यति धेरै हामीले स्क्रिनमा देख्न पाइएको छैनौँ, के हो खास? मेरो अझै स्क्रिन पछाडि हुन्छ नि त धेरै। सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनु भयो? अलिकति डिफरेन्स भनेको चाहिँ भाइको अहिले लामो भएछ कि कपाल। कपडा खोलेर चलेको कि गीत गाएर चलेको भन्ने क्वेसनले मलाई एकदम वाक लाग्छ। सबभन्दा दिक्क लाग्ने हुन्छ नि। ज्योति चलेको चाहिँ यसरी हल्लेर चलेको।
ज्योति मगरको प्रत्येक दिन युवकहरूसँग उठबस हुन्छ त्यो हो नि उठ बस हुन्छ सुत बस नै हुँदैन ज्योतिजी तपाईँसँग म प्रेम गर्छु विवाह गर्छु अनि तपाईँसँग हनिमुन मनाउँछु भनेर प्रस्ताव राख्यो भने तपाईँ पुरुषलाई के जवाब दिएर फर्काउनुहुन्छ ठ्याक्कै भन्नुहोस् ज्योतिजी के रास त के भने अब मान्छे चिन्नु पर्दैन बुझ्नु पर्दैन यही हो मेरो जवाब मेस्सी चाहिँ पहिला किन आउँछ भने नाम भन्न सजिलो छ रोनाल्डो भन्न चाहिँ गाह्रो हुन्छ प्रोनाउन्सिएसन गर्नले रोनाल्डो भन्दाखेरि चाहिँ हुन्छ नि त्यो कहिले काहीँ टङ स्लिप हुनसक्छ कि त्यसैले सबैलाई ब्रह्माण्डलाई थाहा छ हजुरको ठुलो ठुलो सपनाहरू छ भनेर त्यो सपना पुरा गर्नलाई चाहिँ हजुरले के सोच्नु भएको छ खास मेरो सपना मात्र होइन मेरो धेरै कुरा ठुलो छ होइन हजुरलाई चाहिँ स्पेसली कुन चाहिँ एजको केटा चाहिँ हजुरले ताक्नुहुन्छ मतलब म भन्नु 18 वर्ष नागेकोमा जुन एजको भयो नि हुन्छ मलाई मतलब माथि चाहिँ एज लिमिट छैन हजुरको माथि चाहिँ लिमिट छैन तर त्यो 70-80 तिरको अलि हुँदैन होला जस्तो लाग्छ होइन अर्को गीत के हो अर्को गीत के छ अर्को गीत लगाऊ न भने अर्को गीत लगाउँदा छोले जानु माचिस साँझ कहाँ गइन्छ त अब साँझ कोही त बुढी भएको त घर जान्छ होला बुढी नभएको गर्लफ्रेन्ड कहाँ जान्छ होला गर्लफ्रेन्ड पनि नभएको त भट्टीतिरै त जाने होला नि सोल्टी